हेलो गुड मर्निङ गाइस। आज फेरि पनि यसरी हामी हिजो टुरिस्ट ड्रप गरेर घर गएको थियो। आज फेरि उकालो फर्किँदैछु, जलुक फर्किँदैछ हो। यहाँनिर हाम्रो यहाँ ड्राइभर साहब हुनुहुन्छ, यहाँ माइला ड्राइभर हो हाम्रो। यहाँनिर गान्तोक सर्भिस कुदाउनुहुन्छ उहाँले चाहिँ। उहाँ पहिला थियो, अहिले फेरि गाडी बिस्तारै बेचेर चाहिँ अहिले यहाँ उहाँ चाहिँ उकालो यतिकै टोलिँदै हिँड्दै हुनुहुन्छ हो। अहिले उहाँ चाहिँ छैन, अहिले के पनि छैन। अन्त हजुरलाई के भन्नु छ? आज त केही छैन हौ भन्नु। किन हिजो भनिसकेको, बेता पकाइसकेको। नितेश दा के भन्नु छ तपाईँलाई? भनिदिनु न, मन नगर्नु न। पूर्वा दा भनिदिनु न अलिकति सानो लाइन भनिदिनु न बिहान। छैन मन दुखाइदिएको तपाईँ पनि, सरी लुस हो गाइस। केटाहरूको चाहिँ अब बाजु बेता केही पनि छैन रहेछ, त्यस्तो बेसी हो। मेरो मात्रै त्यो बेता सक्यो, मेरो पनि छैन केही भन्नु भने अन्त उहाँ के भन्नु अब मैले पनि भनेर त के फाइदा छैन हो। अन्त आएपछि हामी यहाँनिर फाइनल्ली जलुक आइपुगेको छ। यहाँ माइला दालाई मैले स्यालेरी दिएँ अरे गाडी कुदाउनु राखेको 1 दिन 2 दिनको लागि। उहाँले त राम्रो कुदाउनुहुन्छ गाडी। अब उहाँको चाहिँ टुरिस्ट हेर्ने बहुत इच्छा छ होइन। यहाँ गाडी आएर हो खतरा उहाँ चाहिँ डरलाग्दो। उहाँ हातहरू हेर्नु पाएको यत्रो त जान्छ भन्नु डर लाग्दैन नि त। अब गाइस हामी चाहिँ फाइनल्ली जलुक पुगिसकेको छौँ। यहाँनिर मैले उता अब गाडीहरूको मर्नुहुन्छ हो। यहाँनिर अब यहाँ गएपछि यहाँ जाम लागिरहेको छ, कुनै केको जाम हो यहाँनिर हो। हौडेको बिचको जाम यिनीहरूको चाल हौडेको के साह्रो भुल लाग्यो बढी ढिलो भइसक्यो यहाँ। गफ लडाएर हिँड्नु न हौडेमा, हौडेको अर्कालाई तप्किदिँदै हिँड्दैछ हो। आएको छु यहाँ महिलाहरूले गाडीको पिछा गरेर सकेर साइडै दिएर हो डराइरहेको छ। यहाँ कुर्छ कि निक्लेर हो के भन्छ कि हात यत्रो बोक्नु मात्रै हो नि, डर झेल्दा अनि घट्री गएको बेला मात्रै हो के भन्नु। के गरेको यसले हल्ला गर्दै गाडी घुमाउँदैछ यहाँनिर। आउनु बस। सरी गाइस। जानु सिधा निक्लिनु न, नडराइ बस्नु न। खै गाइस गान्तोक सर्भिस कुद्ने मान्छेहरू नि डराउँदैछ यहाँ गाडी घुमाउँदा। कहाँ डराएको हो न के भएको हाम्रो माइला दा हो। गाडी चाहिँ खतरा कुदाउँछ नि फेरि। तपाईँहरूले खास ड्राइभिङ त देखेको पनि छैन अझै। उहाँसँग रियालिटीमा चढ्नुपर्छ हो, अन्त मात्रै याद पाउँछ। खास खतरा हो नि उहाँ चाहिँ। बुइ चढ्छु यहाँ हाम्रो अब केटाहरू पनि यहाँनिर मन दुखाएर हेरिरहेको छ। आज पनि के भयो केटाहरूलाई बिहान न के भएन के पुगेन पनि हो। भन्नुहोस् है फेरि भेट्नुलाई अब नेक्स्ट भ्लगमा भेट्नुहोस्।